अब अहिलेभन्दा हजारौँ वर्ष पहिलादेखि यस्तै आएको प्राकृतिक दिएको पानी हो। यो नुहाएपछि हात जोड्ने दुखेको, शरीर दुखेको, अनि रागन भन्छ, ग्यास्ट्रिक भन्छ, अनि त्यो सबै दुखेको, अनि चिलाउने, शरीर कुनै छाला सम्बन्धी रोग पनि ठिक गर्छ। हरेक बिरामीहरूलाई बोकेर ल्याएको बिरामीहरूलाई हिँडेर जाने अवस्था पनि बनायो। 3-4 दिनसम्म नुहाउँछन्, 1 हप्तासम्म नुहाउँछन्, तर सबैले ठिक गर्छ अहिलेसम्म। दुखेको, हात जोड्ने दुखेको, चोट लागेको, अनि यो रागनको, अनि ग्यास्ट्रिकको यसले ठिक गर्छ। यो खासमा यहाँको नगर सरकार अथवा तपाईँको वडा सरकारले कस्तो व्यवस्था गरेको छ? यो तातोपानी गाउँपालिकाले कसरी हेरेको छ? यसको संरक्षणमा कतिको सेवा पुर्याएको छ? अहिले त नगरपालिकाले त त्यति गरेको छैन। पहिला त यस्तै गाउँकै वडा बाहेकले गऱ्यो। अहिले वडाले गर्छ, त्यहाँबाट अब गाउँपालिकामा जाँदैछ पहल। गाउँपालिकाले यो योजना हालेर यो जस्तै यो बनाउने, यो धाराहरू बनाउने, यो अनि यो बेडहरू, यो सामानहरू सबै यो गाउँपालिकाले अवस्था गरेको छ। भनेपछि गाउँपालिकाले जो हेरेको छ, हेरेकै छ। अनि यहाँबाट उठेको जुन यहाँको त्यो मासिक अथवा होला यहाँबाट उठेको आम्दानी, यो स्रोत तपाईँहरूले कहाँ बुझाउनुहुन्छ? नगरपालिका सरकारले बुझाउनुहुन्छ कि अथवा तपाईँहरूले आफै यहाँ व्यवस्थापन गर्नुहुन्छ? हामीले वडापालिका सरकारले बुझाउँछौँ। त्यहाँबाट हामीलाई यता तलब दिन्छन्, हामीले बुझायो। नत्र नबुझाएपछि हामीले आफै राख्नु दिँदैन, हामी त्यहाँ बुझाउँछौँ। जस्तो यहाँ यो जुन लगानी उठ्छ, यो उठेको पैसा पालिका सरकारले बुझाउँछ, जुन राजस्व हो यहाँबाट जुन आउँछ तपाईँहरूलाई, तपाईँहरूको तलबको पनि व्यवस्थापनको कुरा होला। यो उठेको पैसा जुन गाउँपालिका सरकारले यसैमा लगानी गर्छ कि अथवा अन्य कुराहरूमा पनि लगानी गर्छ? अन्य कुरामा त अहिले गरेको छैन। यसैमा सामानहरू, अनि गेटहरू बनाउँछ, यो स्टिल यी सबै डस्टबिनहरू, कुनै सामान काम फुटफुट बक्सहरू, शौचालयमा राख्ने सामानहरू, यताउति पानीको धाराहरू केही गडबड भएपछि कुनै सामान अनि टुटेमा अनि यसैमा प्रयोग गर्छौँ।